शिशिर सर टाढेको यात्रा यस अफ कोर्स कता सिमारा जाँदै छौं यस हैन हजुर के भ्लग बन्छ कि क्या हो ब्लग बनाऊ कि भन् ठानेर सिमारा जान्छ हैन अनि मलाई त खुब प्लेनमा लान्छु भनेर यस्तो बाइकमा लानु चल्नु भयो प्लेनमा जाने भनेर प्लान भएको थियो हैन बाइ फ्लाइट जाने भन्ने कुरा भएको थियो फेरि हाम्रो साथीहरूले चाहिँ सिनेमाटोग्राफरहरूले चाहिँ के भन्नुभयो भन्दाखेरि मर्निङ अङ्कल फाइनल्ली मैले बाइकमा ब्याग बाँधिसकेको छु अब चाहिँ हामी लाग्छौँ हैन बिहान छिटो निस्किने भने घाम लागिसके केटाहरू अल्छी केटाहरू 6 बजे निस्क्यौँ भने हैन 7 बजे निस्क्यौँ भने ल भनेको यहाँ 7:30 हुन लागिसक्यो सबैजना अल्छी छन् त्यही भएर मैले कुर्नु परिरहेछ त्यो को हो अल्छी चाहिँ बाटोमा आउँछन् हैन ल हेर्नु मलाई ए काम लाग्यो अल्छीको को हो चाहिँ म अहिले पछि बाटोमा भेटेपछि देखाउँछु है त धुम्ता न आन्टा आन्टा कहाँ हिँडिस् त हो कहाँ हिँडेको त यता हेर यता ओए यहाँ आन्टा यति अल्छी छ यो जतिको अल्छी कुकुर मैले अहिलेसम्म जिन्दगीमा देखेको थिएन देख्न पनि नपरोस् हामी यति बेला बल्खु पुगिसकेका छौँ भने दिदी उहाँ एटिएम जानुभएको छ अनि यहाँ हामी तेल हाल्छौँ ऊ त्यहाँनिर केटाहरू आउँदैछ त्यहाँनिर तेल हालेर चाहिँ हामी जाने हो सो हामी अहिले बल्खु छौँ सदा शिव शंभो शंकर शरण वेतव चरण युगम शिवाय नमो शिवाय नमो शिवाय नमो शिवाय सांब सदा शिव शंभो शंकर शरण वेतव चरण युगम उमया दिव्य सुमंगल विग्रहया लिंगित महामांगल्य तब चरण युगम शिवाय नमो शिवाय नमो शिवाय नमो ओम नमः शिवाय खिच्दैछु कि ओ माई गड हामी त्यस्तो बाटो पो आइपुग्यौँ त ओ वाओ गणेश हिँडेकै छ कोही हिँडेकै छैन अनि फर्काउनु त फर्काउँदैन होला नि ल हिँड कता खाँदा खाने कसले खान्छ नि अनि खाजा त खाएपछि ढुक्क हुन्छ नि त
दाइहरू दिप्सन एन्ड सौरभ काठमाडौँ एउटा बिरगन्ज अलिकति नराम्रो बाटो हिँडिसकेपछि हामी फेरि अलिअलि राम्रो बाटो आयौँ फेरि त्यस्तै आइपुग्यो त्यसपछि बाटो ठिकै राम्रो रहेछ ल ठिक छ यतिको अब हामी कति किलोमिटर हिँडेछौँ भनेर सौरभ दादाले भन्नुभयो किलोमिटर हिँडेछौँ बल्खुदेखि 18 किलोमिटर 18.1 पनि थिएन 18 किलोमिटर हिँड्नु ट्याक्कै फेरि हामी बल्खुदेखि हामी टल्कु आउन 18 किलोमिटर लाग्यो बल्खुदेखि टल्कु आइपुग्यो ल यसपछि हामी झल्कुमा रोक्न लागिसक्यो तर यो सिनेमाटोग्राफर खासै दामी छ जस्तो लागेन भ्लग चाहिँ खासै राम्रो एउटा जाऊ डगी मेरो नयाँ हेलमेटै फेरि हाम्रो सुटिङमा र मेरो होइन फिल्डमा जहिले पनि मेरो बढ्दै नै परेर हुन्छ मेरो पनि पनि बढ्दछ मेरो हिरोदेखि बढ्दछ तर पनि सौरभ सरको चाहिँ कति बेला बढ्दछ कुर्छ थाहा छैन किनभने उहाँले बिहानदेखि केही खाएर आएको यति उसले उठ्न त भ्याउँदैन बिहान बिहान खान्छ खुबे म पठाउँदिनँ कहाँ गरमरी कहाँ ल्याउनु म कहाँ खायो तिमीले त्यो फेस हेर खै त हेर कपाल खिच्नु उसको हिरो देखेछ नि आज त हाम्रो भाइ तिम्रो एक्सपेक्टेसन के छ बाटो कस्तो होला राम्रो जस्तो लागिरहेको तर रमाइलो हुन्छ हौ नराम्रो भयो भने एडभेन्चर ओए सुन्न भाइ मलाई त हान्यो है अहिले त पुच्छरले ए जाम जाम सुन भाइ हेलम्बु त गएर आएपछि नयाँ हेलमेट छैन हेलम्बु ब्लग पछि यही मान्छे हो बाइकमा जाम भनेको मान्छे यही हो नयाँ हेलमेट किनेको थियो उसले फ्लेक्स हान्दैछ होइन बाइकमा मजा आउँछ जानु हिजो गएर हामीले हेलमेट किनेको होइन अनि फेरि के अरे मेरो भ्लगमा लागि सब्स्क्राइब गर्नु होला सौरभ उसले उयो के भन्छ मेरोमा केही छुटेको छ भने पनि उसकोमा आएको हुनसक्छ उसले पनि उसमा छुटेको छ नि यसमा आएको हुनसक्छ भ्लग गरिरहेको छ होइन अनि उसको च्यानल पनि हेरिदिनु मेरो च्यानल पनि हेरिदिनु लाइक कमेन्ट सेयर सब्सक्राइब भन्नु पर्दैन किनभने तपाईँले आफै बुझ्ने हुनुहुन्छ होइन के भयो दुईजना चाहिँ क्यामेरा ब्याक टु माई च्यानल सो बोय सौरभ र आज हामी जाँदैछौँ ल भयो ल हामीलाई नि होइन यो ट्राभलमा सौरभ यता पनि सौरभ यता हेर प्लिज हेर यो मान्छेको ससुराली चाहिँ सिमरा हो होइन उसले हामीलाई के भनेर लिएर आएको भन्दाखेरि हामी होटलमा बस्नु पर्दैन ओके न चाचालाई भन्नु चाचा हो बुक गरेर छैन भने म पुरा मिलाइहाल्छु के को बुक गर्ने उसले ससुरालीमा लगेर हामीलाई पुरै मेजमानी राम्रो गराउँछ गर्छु तर यस्तो हामी सिमराबाट 1.5 घन्टा अगाडि छिर्नु भयो अझै के भन्नु तिमीहरू होटलमा बसे पनि मलाई त पर्दैन के मलाई लिएर जाऊ मात्र भनेको हो कि सिमराबाट 1.5 घन्टा छिर्ने भने 100% उता गढी माइतिर हो क्या कतै विजयपुर भन्ने ठाउँ छ त्यहाँ छिर्यो भने 100% घरै पुरै खाने हजुरआमा हुनुहुन्छ त्यो सोचौला अब हामी त्यहाँ गएर के गर्छौँ चाहिँ हाम्रो केही पनि प्लान छैन हामी भोलि साँझ बस्नु जाम्ला हिँडिरहेको होइन हुन्न आज भोलि काम सकेर त्यही गरेर फाइनल गर्ला के कहाँ बस्ने के गर्ने भन्छ कि अब चाहिँ हामी टी खाँदैछौँ है चिया लोकल दुधको चिया ल चियर्स गाइज कस्तो छ दिदी सौरभ चिया कस्तो छ मैले पनि आज मिल टी खाएको छु यहाँ गाउँमा आएको भएर लोकल दिपु चिया कस्तो छ एउटा कुरा भनिदिए गरिसक्यो त अनि फर्स्ट बाइट रे फेरि अब चिया पनि चिया बाइट खाने मान्छे चाहिँ मेरै साथी छन् यहाँ जो चाहिँ चिया पनि बाइट हानेर खान्छन् हाम्रो नयाँ मान्छे हुनुहुन्छ दिपसन सर उहाँले खिचिरहनु भएको छ ब्लग हाम्रो यहाँ ब्लगर हुनुहुन्छ मेरो फर्स्ट सिप म खाँदैछु कालो चिया किनभने मलाई ल्याक्टोज इन्टोलरेन्स छ दुध हालेर के खानुहुन्न सिधै भन ग्यास्ट्रिक छ ल्याक्टोज इन्टोलरेन्स वाह यो मान्छेलाई ग्यास्ट्रिक छ दुधको चिया खायो भने पेट दुख्यो भन्छ ग्यास्ट्राइटिस छ त्यस्तो छैन त्यस्तो अब हेर्नु हामी हेटौँडा पुगिसकेपछि मक्खन हो नि मक्खन धुम्ता हेलो बोय ओए के छ तेरो खबर चिन्छस् मलाई तेरो दाइ हो म यता हेर्दा भैरवदेखि किन कुकुर देखेर डराउने मान्छे
कुकुर देखेर डराउने मान्छे दिदीलाई हेरेर रुइरहेछ एकजना कुकुर देखेर डराउने मान्छेलाई कुकुरले घेरिरहेछ राम रामी आएर न मलाई पुच्छा लान जाइ जस्तै त्यही भएर बिस्कुट दियो भनेको दिदीलाई ल्याइदेऊ न एउटा मैले इन्ट्रो गर्न पाएको छैन हेलो गाइस वेलकम ब्याक टु माइ च्यानल कति राम्रो सुन्नु न कति राम्रो हो कि दुईटै आइ के भयो तपाईँको कुरा कुकुरको कुरा अब बिस्किट खानु ल्याइदे भनेको ऊ गयो अब बिस्किट खान गयो केटाहरू मेरो हेलम्बु ब्लग्सहरु हेर्नु तर राम्रो आएको छ यार वेदर त कस्तो दामी देखेछ हेलम्बु ब्लग्स पछि म खाएर मैले भनेको मान्ने कि नमान्ने बस 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 त्यस्तो गराउँछन् बल्ल डिजाइन जम गर्छ ए कति क्युट हो फाल्दो जमारेछ ओ वाउ ट्रेन पुरा अब यस्तो इन्स्टाग्राम स्टोरी हान्नु पर्यो नि खा ल काले ल तँलाई थोरै अलिकति दिन्छ तेरो जम्प राम्रो लाग्यो ल गुड काले अब इसमें इतना मिलता है भाई दिदीले बिस्कुट भनेको हैन दुईजना त गेटबाट बाहिर आउनु कस्तो बुझेको के है बिस्किट खान्दिनु पर्यो ए मलाई नै हेरेछ अझै यसको नि पाले सबैले दिन्छ पाले पालो भन्नु होला ओइ रेसिस तर यसको राम्रो है यो सफा भएन कति राम्रो सुन न यो सफा गरायो भने कति राम्रो के है मलाई यहाँ आरोप आयो रेसिस्ट भनेर अब यसको नामै काले हो तर कालेलाई काले नभन्नु यसलाई मिक्सी भन्नु पखाउ म अब यसको ताटे पाङ्ग्रे हो पाङ्ग्रे त भन्नु पाएँ के टाटे भने हुन्छ यसलाई टाटे त्यसलाई काले म जिस्काउँछ है त सालीलाई त्यसको सिमरामा छ नि हामी त जाँदैनौँ किन जाने हो छोड्दै पहिला सिमरा त पुगौँ ल म भ्लगलाई अहिले बन्द गर्न चाहन्छु हेलो नमस्ते सबैजनालाई म चाहिँ यति बेला अब हामी सिमरा जाँदैछौँ हाम्रो टिम टापु प्रोडक्सनको टिम चाहिँ होइन अनि म खासमा भ्लग गर्ने हाम्रो इन्टेन्सन चाहिँ थिएन मेरो बाइ द वे तर बाटोमा आउँदा आउँदै भ्लग भनेको होइन अनि भ्लग बनेपछि त तपाईँहरूलाई हेलो एन्ड नमस्ते भन्नु परिहाल्यो होइन त्यही भएर आएको म अनि हामी चाहिँ सिमरा चाहिँ डकुमेन्ट्री भिडियो सुट इम्प्याक्ट भिडियो सुटको लागि जाँदैछौँ होइन हो कि होइन हो अनि हामी सौरभ म हाम्रो दिपु दाई अनि त्यस हाम्रो दिदी भएर हामी अनि त्यसपछि कस्तो हुन्छ बाटोमा के देख्ने हाम्रो होइन फन एक्सपिरियन्सहरू के बकवास गर्छौँ भ्लगमा आएर अनि त्यसपछि सुटिङ पनि कस्तो हुन्छ त्यो पनि के देखाउँछु खान्छौँ सायद सुटिङ अथवा यो बिहाइन्ड द सिन वाला कुराहरू हुन्छ नि सायद म टापुमा पनि अपडेट गर्छु होला है सायद मेरो भ्लगमा पनि अनि उसको भ्लग पनि आइ नै हाल्छ मेरो भ्लग नै आइहाल्छ उसको सौरभ सब्सक्राइब गर्नु होला उसले टाइटलमा राख्छ ट्याग गरेर सब्सक्राइब गर्नु होला यार कस्तो सब्सक्राइब धम्की दिएको कि मायाले भनेको हेलम्बु भ्लग आएको छ हेलम्बु भ्लग नि हेर्नु शिशिर पनि छ हेलम्बु भ्लगमा हामी हेलम्बु पनि डकुमेन्ट्री सुटको लागि गएको थियो फेरि हामी यस्तो डकुमेन्ट्री सुटहरू गरिरहेको हुन्छौँ नि त्यसकै भ्लगहरू ए लडाइ लड्ला दाइ 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 भन्न केही पनि आएन भ्लग हेरिदिनु होला है ल माया गरिदिनु छे कस्तो रुँदै भने हो प्लिज है हेर्नुहुन्छ के त्यस्तो हेरिदिनु अनि च्यातिन्छ नि अनि लाली कुरा सजम्बरी चम्पा चमेली जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा हो डाली डालीमा फुलिरहु लाग्छ नि दिलको बारीमा लाली गुराँस जम्बरी चम्पा चमेली जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा डाली डालीमा नो 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 फुलिरहु लाग्छ नि दिलको बारीमा उता पनि पाउँछ होला नि कहाँ पाउँछ दाजु यो गाउँमा पो पाउँछ त अब यहाँ मुनि त अब कसरी जा ए यसो भन भन न एकचोटि यहाँ ओह्रालो यस्तो ओह्रालो छ सार्फी अनि कसरी जान्छ फेरि सौरभ दाइले बाइक राइड गर्दै भइसक्छ सौरभ दादा धेरै पनि नदुखो रहेछ है सौरभ सर दाइ बाटो बनाउँदै गरे अब सबै अलि टाढैसम्म त्यस्तो छ हेर्नु है दर्शक बिनहरू उहीसम्म त्यस्तो देखिरहेको छ त्यही भएर हामी अलिअलि भ्लग मार्फत पनि ए लाली 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 ओ लाली हेलो लाली डराइस म त कसरी डरायो
जति पनि भयो अफरोड को कोलाई चाहिएको क्या जे भने नि हुन्छ हजुर म त नेपाली डाली डालीमा हो डाली डालीमा उडिरहला अनि अब म भ्लगलाई एकछिन विश्राम दिन चाहन्छु थ्याङ्क यू फर वाचिङ अस आऊ आऊ यतादेखि आऊ यतादेखि लडेको रे मार्थ्यो होला मलाई चाहिँ लडेको के रे खुट्टा चोब्यो पानीमा यार सौरवले खुट्टा चोब्यो त पानीमा अनि माथि उचाल्नु पर्थ्यो ल हिँडिस्यो सारहरू हिँडिबक्स्यो त्यसै राम्रोसँग लैसै खाल्नुपर्थ्यो हामी अघि यसलाई त्यो ठिक थियो क्या अब माथि अगाडिको टायरले गर्दा त्यो बाटो हेरेँ बाटो जे भने नि हुन्छ हजुर हामी यहाँ चाहिँ अमला र अनि त्यसपछि यो काफल किन्यौँ कोइरालो कसैले काँचो खान्छ त ल हेर्नु यहाँ घाँसपात त देख्नै हुँदैन नै घाँसपात देख्नै हुँदैन यसरी खाइहाल्छन् हाम्रो साथीहरू यस्तो छन् होइन म चाहिँ काफल खान्छु त्यसपछि अमला खान्छु त्यसपछि सिस्नो पनि रहेछ त्यहाँ बेच्न राखेको कस्तो छ काफल दादा काठमाडौँ आउँदाखेरि लैजान्छ है फुल दादा है कति राम्रो भ्यू के कुन ठाउँ हो सिसी त्यो यो देखिरहेको ठाउँ तलको यस मलाई पनि थाहा भएन यस्तो राम्रो के दामी देखेको छ भ्यू एकदमै राम्रो देखेको एकदम राम्रो भ्यू देखेको छ हेर्नु सक्नुहुन्छ तलको उयो पनि क्या दामी छ एरियल भ्यू गाउँ हो कि ड्रोन उडाउनु हुँदै फर्किँदाखेरि ड्रोन उडाउनु पर्ला यहाँ मिल्यो भने टाइम मिल्यो भने कस्तो दामी देखेको छ है ठाउँ हेर्नुहोस् यस्तो राम्रो दृश्य देखाइराखेको छु म तपाईँलाई भने यतातिरको चट्टान हेर्नुहोस् यस्तो छ चट्टान एकछिन वाइड गरौँ न चट्टान हेर्नुहोस् यस्तो छ है वाइड एङ्गल भ्यू हेर्नुहोस् वाइड एङ्गल भ्यू यस्तो देखिँदो रहेछ यहाँदेखि साथीहरू कहाँ पुगे ठ्याक्क टर्निङमा पुग्छन् है तिनीहरू हामी तल जाने कि त्यो गाडीको पछि जाने हो यता जाने होइन कहाँ त्यता जाने हो त म त यता जाने भन्नु ठान्दा कताबाट लगेको भाइ म त लडे लडे ढले ढले लाउन समाऊ धेरै वर्षपछि आज फेरि त्यस्तै झरी पर्यो तिमीलाई नै सम्झेर हो कि तिमीलाई इन्डो सर्बल ताल त्यसै इन्डो सर्बल गाउँपालिकामै होला नि यही हो क्या ताल अघि त्यो थियो नि हावासँगै जाउँछु हुरीमा नै हराउँछु आहा म त हावासँगै आउँछु हुरीमा नै हराउँछु आहा मायाको बाटो जिन्दै नहिँड्ने म त पर अल्लाह रे सरी दीपक के अरे ज्यू हामी सरी लिरिक्स मलाई आएन हजुरको गीत अरे आहा मायाको डोरीले यस डोरी मोरीलाई बाँधिया छ फेरि नाच्न गाउन मन लाग्यो ल अब हाम्रो राम्रो बाटो सकिएको छ दर्शक बिनहरू दीपक चाहिँ माफ गर्नु होला लिरिक्स अब पनि यस्तो सर ध्यान दिएर चलाइस् है दादा ध्यान दिएर चलाइदिन्छु दिपालीलाई केही हुनु भएन ए अमर च्याङ्बा दाईको फोन आयो
यति बेला हामी देउराली आइसकेका छौँ कुले खाने देउराली अनि यहाँ साथीहरू खाना खान थालिसक्नु भएको छ है ए यहाँ टक्क एकजना चिकन खाना एकजना चाहिँ माछा फिस खाना माछा खाना त्यो आउन बाँकी नै होला सायद हामी चाहिँ यहाँ अब हाम्रो चाहिँ व्रत भएको भएर आलु खाँदैछौँ आलु खाँदैछौँ दिस इज आलु है दिस इज आलु मिठो छ कस्तो छ भात भात खाएको फेस हेरौँ है त नभन्दा मेरो मन लाग्दैन बाबु छैन एकादशी होइन दसैँ हो त्यही तपाईँ भात खानुपर्छ पर्छ नि एक्कास ठिकिहाल्नु उसले फाल्छ टिपिहाल्नु खानु सकिनु भएको तातो लङ टुर हुँदैन अब हामी भात खाने कार्यक्रमलाई अगाडि बढाउन अनुमति चाहन्छौँ हामी चाहिँ आलु खाँदैनौँ कस्तो थाहा छैन अब भात खाइ है सौरभको चिकन आइसक्यो डुङ खाँदैछ भने चिकनमा पहिले पालेर काटेर तिमी त आलु जस्तै छौ यहाँ मान्छे भने जसँग नि किन दिन्छ दाइले मैले हामी झगडा खानु दिपुको माछा है खाएकै छैन मिठो छ अरे खाना होइन कि माछा सोधेको हाम्रो चाहिँ चिया आयो लास्ट पिस माछा बाँकी छ भने ऊ अहिले गाजर खाइरहेको छ थम्बनेलमा यही फोटो आउँछ है चाचा पोस्टर बनाउनु तपाईँले थम्बनेलमा यही हो फोटो सरले खाइसक्नु भएको छ हामी भ्लग गर्ने ए कपिराइट हान्छ बन्द गर न कस्तो राम्रो के पछाडि हामी भ्लग गर्ने क्रममै थियौँ होइन तर हामी प्रोफेसनल भ्लगर नभएर भ्लगको बारेमा थाहा नभएर त्यो फ्रुट्स खाँदै होइन यति धेरै बिर्सेछ अब लास्ट एक पिसमा याद आयो कि भ्लग गर्नुपर्छ भने फेरि यो देखाउनलाई तपाईँलाई फेरि भ्लग के अरे क्यामेरा अन गरेको हामी चाहिँ 10 मिनट पाइनएप्पल 15 मिनट नै भएन रोकियो फेरि रोकिसक्यो हामी अब सिधै हेटौँडा गएर हो नो वे इन बिट्विन बाटोतिर छ भने त्यहाँ रोकिनु पर्यो अरू केही भन्न छ अरू त रमाइलो यो लोकल रहेछ यो के अरे पाइनएप्पल कटर पनि भन्छ कसरी प्लेट के हो त ब्लक चाहिँ लाग्दैन अब लागौँ है आज हामी एकादशीको व्रत भयो न त यहाँनिर फ्रेस जुस पाउँदो रहेछ कि यति धेरै गाजरलाई काट्नु भएको छ जुस बनाउनुको लागि ल गाइज लेट्स मुभ है कसरी बनाएको होला हो शिवलिङ्ग बनाएको होइन पहिला फुल थियो होला क्या त्यहाँ भगवान मान्ने भएपछि ढुङ्गालाई पनि देउता मानिन्छ भनेको यही हो देख्यो भने शालिग्राम र शिवलिङ्ग केही देख्यो भने आयो हामीहरू अहिले भीमफेदीमा छौँ ए जय महादेव जय महादेव हो यहाँ नाटक गरेको थाहा भएन त्यहाँ चाहिँ लगभग हामीले 6 देखि 7 वर्ष नै भयो होला 7 वर्ष अगाडि चाहिँ हामीले चाहिँ त्यहाँ नाटक गरेको थियो एउटा नाटक गरेर यहाँ आएर नाटक गरेर मेरो फोटो थिएन हो यहीँ पछाडि खिच्यो यही पछाडि स्कुल पछाडि
सौरभ र शिशिरको दोस्ती पनि पुरै वनमा चाहिँ आग लागि भएको रहेछ होइन फरेस्ट फायर हेर्नु है त यस्तो छ यहाँको अवस्था अहिले ढल्के भर काटेपछि ढल्के भएर थुक्क बिङ्गदी यस्तो छ माथि ओ शिट दौडे गर्ने ओ तातो सुरु भयो त लास्टै गर्ने कता हो हामी त हिँड्छौँ सिधै केटाहरू त कुर्दैन नि त हो हामी ओ तराई फिल भयो पोल्यो कताबाट पोल्यो अहिले गर्मी रहेछ त किन हुन्न गर्मी ठाउँ यत्रो गर्मी सुरु भइसक्यो त है Yes, brother. Oh Mahadev, Om Namah Shivaya, Jai Ma Durga, Om Namah Bhagavate Vasudevaya. Apa kapalले पुर्यो बल्ल यो ट्रकले ल्याङ गर्यो नाटक गरेको कता हामी जाने सिधै हो जस्तो लाग्छ ए उ गर्ला चिट काट्ला यति मान्छे त गयो त त्यस्तै गर्दा त्यतैबाट गजे पनि बेसी पाइएन नि त
अब हेर्नुपर्छ यार बुद्ध चोकबाट सिधै हो कि कता हो तिनीहरू त कहाँ गयो त सोध्नु भने सोध न भाइहरूलाई फोन गर्न तिनीहरूलाई फोन गर्ने कि अलि अगाडि गयो त्यो अङ्कलहरूलाई सोध भने न म काटेँ भिडियो एकछिन